होइन हाम्रो आमा कता जानु खासमा यो बिरामी मान्छे सबै खाली छ त यहाँ त कहाँ जानुभयो आमा यहाँ पनि हुनुहुन्न खै जानु कहाँ यता किचनमा हुनुहुन्छ कि आमा ए यिनी नातिनी बजी कहाँ गएर हुन्छु यहाँ किचनमा पनि खै हुनुहुन्न कहाँ हो र नानी साधना पछाडि हो ए यता हो र के गर्दै हो त ए बरे म यसो बाहिर गएको थिएँ बाहिर गएर आएर जताततै हेरेँ हलमा पनि हेरेँ हुनुहुन्न किचनमा भित्र हेरेँ हुनुहुन्न कोठामा पनि हेरेँ हुनुहुन्न यहाँ हेर त ए आगो किचनमा होला पकाउन लाग्ला मैले थाहा पनि आगो निक्लिन्छ पुग नानी किचनमा हेर त नातिनी बजेले के गर्नु लाउनु मासु पकाउन ए के को मासु हो ए बरु नि हेर त हाम्रो आमाले खसीको मासु छोरी आइनन् छोरीलाई दुःख होला भन म बाहिर यसो उसको लागि त्यहाँ एकजना छिमेकमा एकजना आमा बित्नुभएको थियो त्यहीँ श्रद्धाञ्जलीको लागि आमा समूहबाट गएकी थिएँ कोठाउँदै खोजेँ कोही पनि नाइ नातिनी बजेछु नाइ कहाँ आइज र भनेको त यहाँ बिरामी आमा त ल छोरीलाई दुःख हुन्छ छोरी आइन रात परो भनेर रात पनि गर्दा भन्दा परो के फेरि हुन 2 बजी गएको मान्छे अब आउँदा चाहिँ 5 साढे 5 भन्दा पनि धेरै भयो 5:30 6 बजे थियो त्यही भएर ढिला भयो भनेर छोरी दुःख पाउले नि बनाउँछु भनेर यसो गरेर बनाउनु थाल्नु के हेर त आमाको छोरीको माया यति आमालाई दुःख हुन्छ छोरीलाई भनेर ए 7 दिन यता छोरी छन् फेरि नातिनी ल बोल सबैले मम्मीलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु र धेरै माया र सपोर्ट गरिदिनु होला धन्यवाद ए रोटी सक्यो रामा मासु रोटी सक्यो सबै पकाउनुको त्यहाँ भएको 1 किलो थियो सबै हो त्यसरी पकाएको आमाको हातै मिठा छन् आमाले बनाएको यति मिठो हुन्छ कि हातै मिठा छन् कि हाम्रो आमाको फेरि मेरो माइत आमा हो है माइत आमा मेरो मम्मी के त्यही त अब के राख्नु बाँकी छ आमा टमाटर काटेर रेडी रहेछ हजुर टमाटर यसमा के छ यो डब्बा जिरा सिरा राखिसक्यो जिरा अदुवा लसुनको पेस्ट हो डब्बाको ए सही त हजुर ल आमा के भन्ने हो ल भन्नु त के भन मेरो छोरीलाई लाइट जामन गर्नु प्यार गर्नु राम्ररी के आराम है आफूले केही जानिन्न आफूले पढिँदैन भन्न केही आउन्न त्यस्तै त हो नि भाइ ए भरे हामीलाई त त्यस्तै हो यता चामल पनि रेडी हो ए कुकरमा चामल रेडी यो त ग्यासमा बसाल्ने होला नि त्यही त नि ए सबै रेडी पारेर यता फेरि नानीले हजुरआमालाई साथ दिने आगो दाउरा जोडिदिने हजुरआमालाई मुख बोला त्यही यस्तो नातिनी बजैले यसो गरेर धमाधस लाएर मासु पकाउँदै बस्दै हामी अब 3 जनाले त धेरै खान्न त्यत्रो खानेकुरो भएन है त्यसैमा हो त्यसैमा ठिक्क हुन्छ हुन्छ नराख्दै पनि भयो छोरीले धनियाँ काट्दैछन् मासुमा राख्नको लागि धनियाँ काट्दैछन् सिक्दैछन् है सबै काम गर्नलाई छोरीले अन्त भात बसालिछन् फेरि भातले सिटी लाग्न लाग्छ यतातिर मासुको लागि
धनियाँ तयार हुँदैछ। ए त्यस्तो पनि जाने एकछिन आज कुकुरले चाहिँ ल हेर ए कुकुरले चाहिँ छ्याक 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 हेर यिनी कुटुरा कुटुरी भयो भरिया कुटुरा यहाँ किचनमा छन् सोल्लो नि चाहिँ के एउटा बुकुरो भयो पनि कुटुरा कुटुरी भएका ढाँड जति ल्याएर फाल्न त भित्र त किचन हुँदा हुँदै यहाँ मेरो रहर फेरि यो किचन बनाउने रहर हजुर भयो आमा अहिले राखौँ ल धनियाँ तरिपछि राख्नु हुन्छ मासु लाग्दैछ